आज चाहिँ मैले जनै चाहिँ किन लगाएँ त है, म हेर्नु न खोताली देखाउँदैछु किन जनै लगाएँ त। गुड मर्निङ एभ्रिवान। फर्स्ट अफ अल बुद्ध जयन्तीको सबैलाई शुभकामना छ। आई होप होइन बुद्धले भनेको जसरी सबैको मन शान्ति रहोस्, सबैले आँटेको पुगोस्, हुन्छ नि, केही कुरामा कसैसँग नलड्नु, हुन्छ नि, शान्त भएर बस्नु, सबैजना शान्त भएर बस्नुहुन्छ भन्ने होप गर्छु। सबैजनालाई बुद्धले आशीर्वाद दिउन्। म चाहिँ आज बुद्ध जयन्तीको दिनमा चाहिँ हाम्रो चाहिँ घरको बारीको देउताको पूजा हुन्छ क्या, अनि त्यही भएर बिहान नुहाएर जनै सनै लगाएर, जनै चाहिँ म पूजा गर्ने बेलामा मात्रै लगाउँछु, अरू बेलामा चाहिँ निकालेर राखिदिन्छु, किनभने मलाई मन पर्दैन जनै लगाएको। तर जनै लगाउनु पर्छ भन्छन्, तर मलाई चाहिँ मन पर्दैन है गाईहरू, त्यही भएर चाहिँ मैले फुकालेर राखिदिएको हुन्छु। अनि आज चाहिँ बिहानै अब यो सरदम बनाएर रेडी गर्नुभएको रहेछ मम्मीले, अनि त्यसलाई चाहिँ लिएर बारीतिर जान आँटेको। हामी चाहिँ बारीतिर जाँदै गर्दाखेरि चाहिँ मनमा के आउँछ भन्दाखेरि पूजा गर्दा मात्रै लगाउनु हुँदैन भन्नुहुन्छ होला भने, अब आफ्नो चोइस हो भन्नेले नि, अब मलाई चाहिँ अलिक मन पर्दैन कि जनै लगाउनु, त्यही भएर चाहिँ म जनै चाहिँ लगाउँदिनँ। हुन्छ नि, अब केही अब पूजा गर्ने बेलामा मात्रै हो मैले जनै लगाउनु चाहिँ। अनि हामी चाहिँ सरदम लिएर मम्मीको हातमा चाहिँ अँटाइ म चाहिँ भिडियो बनाउनु पर्ने भएर हातमा एउटा मात्रै सरदम लिएको। मम्मीले चाहिँ पानी, सरदम, त्यहाँ अनि गणेश बनाउनको लागि गोबर सोबर अनि लिएर हिँड्नुभएको छ। अनि अहिले चाहिँ आगो लिएर हिँडेको छन् है त। अनि हाम्रो चाहिँ बिहान आज चाहिँ घाम लागेर आज चाहिँ पूजा गर्नुपर्छ भनेर हो कि बुद्ध जयन्ती भएर घाम लागेको कि बिहानै, नत्र भए 2-3 दिन भइसक्यो है, बिहान नै पानी परेको परे, रातभरि पनि पानी परेको परे, लाइन नहुने। अनि त्यसपछि म भिडियो बनाउन नि अलिक कन्टिन्यू गर्न सकेको छैन, त्यसको लागि चाहिँ म मनैदेखि सरी भन्न चाहन्छु गाइज सबैजनालाई चाहिँ, किनभने मैले भिडियो बनाउने भनेको आफ्नै लाग्यो, तर म अलिक के भइरहेको छ भन्दाखेरि कन्टेन्ट पाइरहेको छैन क्या, के कुरामा। अब म सकेसम्म होइन सानो कन्टेन्ट भए पनि म लिएर आउँछु भन्न चाहन्छु है त। अनि हामी कुरा गर्दै पनि बारीमा पुगेँ। अब यो चाहिँ लक्ष्मीको थान है, लक्ष्मी माताको मन्दिर, त्यहाँ चाहिँ ढुङ्गाले छोपेको हुन्छ हाम्रो चाहिँ। अनि त्यो ठुलो ढुङ्गालाई चाहिँ हटाएर अनि अब त्यहाँ पोतपात गर्नु पऱ्यो, सरसफाइ गर्नु पऱ्यो पहिला त। अनि त्यहाँको वरिपरिको झारसारहरूलाई च्यातेर, अब लगभग धेरै पछि गरेको क्या हामीले चाहिँ पूजा, अनि त्यही भएर सब झाडी भइरहेछ। अनि हामीले चाहिँ त्यो सरसफाइ गरेँ, मम्मीले नि उखाल्नु भयो झार, मैले नि उखालेँ। अनि त्यसपछि अब त्यहाँ अब गोबर र माटोले शुद्ध बनाउनु पर्छ भन्छन्, शुद्ध बनाउनु लागेको क्या मैले चाहिँ। गोबर पानी हालेँ, अब माटो त त्यहाँ अलरेडी छ, अनि पोतेर अनि टक्क शुद्ध बनाउन आँटेको क्या। अनि पोतेँ, अनि त्यसपछि अनि है यहाँको चाहिँ अब कुरा कतिको सत्य हो होइन, मलाई चाहिँ त्यो चाहिँ अलि थाहा भएन, तर मलाई चाहिँ मम्मीले हुन्छ नि सानोमा भन्नुभएको, के अरे एकजना हुन्छ नि कताको बुढो मान्छे के, पुरै बुढो मान्छेले अनि यता आएर अब के गर्नुभयो, थुक्नु भयो होला होइन, यहाँ थुक्यो भने चाहिँ हुन्छ नि आँखा बन्द हुन्छ भन्नुहुन्थ्यो कि मम्मीले मलाई, थुक्नुहुन्न, यहाँ वरिपरि थुक्यो भने आँखा बन्द हुन्छ, अनि त्यसपछि यहाँ आएर फेरि आफूले धुपधुवर गर्नुपर्छ भन्नुहुन्थ्यो। अनि त्यस्तै भएको थियो अरे कि एकजना बुढो मान्छेले त्यस्तै के गर्नुभयो होइन, अनि त्यसपछि आँखा बन्द भयो अरे कि, ट्याप्पै बनाएको भयो अरे कि पुरै। अनि त्यसपछि अनि त्यस्तो भन्नुहुन्थ्यो है, त्यो कतिको सत्य हो सत्य होइन त्यो चाहिँ अब मलाई होइन थाहा भएन, तर भन्नुभएको चाहिँ त्यो हो कि। अनि हामीले नि त्यतिखेरदेखि नै अब सानोदेखि त्यस्तो भन्नुभयो। अनि अब मकै गोड्दाखेरि होस्, मकै रोप्दाखेरि होस्, कोदो रोप्दा होस्, हामीले त्यस्तो वरिपरि हुन्छ नि थुक्ने गर्ने चाहिँ कोहीलाई झुकेर हुन्थ्यो नि, त्यसपछि छिट्टो गएर फेरि पाती चढाइ भन्नुहुन्थ्यो, पाती चढाएर माफ माग्ने, गल्ती भयो भनेर होइन। अनि त्यस्तो चाहिँ गर्थ्यौँ है। अब त्यो हो कि होइन, अब कतिको विश्वास आफूले भगवान्लाई गरिन्छ होइन। अनि पूजा पनि मैले अब धुप बालेर अनि घुमाइदिएँ है, पूजा गरिसकेँ यहाँ। अनि अब अर्को नेक्स्ट हुन्छ हाम्रो उता वायु मन्दिरमा हुन्छ नि, रुखको तल छाएको, यो चाहिँ हाम्रो वायु मन्दिर हो होइन। यहाँ पनि मैले अब त्यसरी नै फर्स्टमा सुरुमा गरेको जसरी नै हुन्छ नि, गोबर माटोले पोतेर अनि त्यसपछि पूजा गर्छु।
अनि अर्को हुन्छ हाम्रो चाहिँ मण्डली हुन्छ नि, मण्डल भन्ने हुन्छ, मण्डलीको थान हुन्छ, त्यसमा गएर नि मैले पूजा गर्छु। अनि आज चाहिँ नागको पनि पूजा गर्ने रहेछ, तर हामीलाई चाहिँ अलिक थाहा नभएर सर्द मम्मीले बनाउनु बिहान भन्नु भएन, अघि पुण्डले पनि भन्नु भएन। अनि त्यसपछि भनिदिएको भएर एकैचोटि हुन्थ्यो, तर फेरि पछि अनि बनाएर आयनलाई पठाउनु भयो। अनि पठाइसकेपछि हामी चाहिँ म चाहिँ घर आएँ। घर आएर नि यत्तिकै के गर्नु, अनि त्यसपछि पूजासुजा गरिसकेपछि चाहिँ मलाई मम्मीले लगाइदिनु भयो, टिका सिका लगाइदिनु भयो। मैले भान्जालाई लगाइदिएँ, भान्जालाई चाहिँ म पण्डित भएर लगाइदिएँ है, अनि पण्डित हो नि त। अनि त्यसपछि मम्मीलाई टोकेँ सोगेँ। अनि त्यसपछि घर आयौँ हामी। घर आएर पनि फेरि धुप हाल्नुपर्छ अरे क्या, सबै देवताहरूलाई सम्झेर, सब देवतालाई सम्झेर धुप हालेँ मैले चाहिँ। अनि त्यसपछि आजको यहाँ भ्लग चाहिँ म यहीँ समाप्त गर्न चाहन्छु। आई होप तपाईँहरूलाई राम्रो लाग्यो भने चाहिँ कमेन्टमा गएर केही बिग्रेको छ भने भनिदिनु होला, केही सुझाव गर्नुहुन्छ नि सुझाव दिनु होला। म नेक्स्ट टाइमबाट चाहिँ त्यसलाई इम्प्रुभ गर्दै जान्छु, किनभने म भर्खर सुरु नै गरेको हो नि त, भ्लगिङ जर्नीमा चाहिँ भर्खर आएको हो। त्यही भएर हजुरहरूले जानेको सिपहरू मलाई सिकाइदिनु, म युटिलाइज गर्छु। अब मैले जानेको केही कुराहरू हजुरलाई भन्ने छु। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ, बाई बाई गाइज। अब नेक्स्ट भिडियोमा चाहिँ भेट्नुपर्छ है त।